नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ भविष्यको योजना कसरी बनाउने। जीवनमा सफल हुन चाहनुहुन्छ? त्यसको पाइला हो भविष्य योजना बनाउनु। सपना सबैले देख्छन्, तर सपना पूरा गर्नेहरू थोरै मात्र हुन्छन्, किनभने सपनालाई योजना बनाउने बानी धेरैमा हुँदैन। सपना भनेको केवल चाहना हो, तर भविष्य योजना भनेको त्यो चाहनालाई बाटो देखाइदिने नक्सा हो। यदि तपाईँ बिना नक्सा बाटो हिँड्नु भयो भने कहाँ पुग्नुहुन्छ? सायद कतै पनि होइन। ठिक त्यस्तै यदि तपाईँको जीवनमा योजना छैन भने तपाईँको लक्ष्य केवल कल्पना बनिरहन्छ। भविष्य योजना बनाउन 3वटा महत्त्वपूर्ण कुराहरू हुन्छन्। नम्बर 1 मा रहेको छ स्पष्ट लक्ष्य बनाउनुहोस्। तपाईँ के बन्न चाहनुहुन्छ? 5 वर्षपछि आफैलाई कहाँ देख्नुहुन्छ? स्पष्ट उत्तर दिन सक्नुपर्छ। यदि स्पष्ट लक्ष्य छैन भने योजना कसरी बनाउने? दोस्रो नम्बरमा रहेको छ समयको व्यवस्थापन। भविष्य योजना बनाउँदा तपाईँले कुन काम कहिले गर्ने भनेर तोक्नुपर्छ। दैनिक, साप्ताहिक, मासिक लक्ष्य बनाउनुहोस्। साना साना कामहरूले ठुलो यात्रा पुरा हुन्छ। तेस्रो नम्बरमा रहेको छ निरन्तर समीक्षा। एक पटक योजना बनाए भने त्यो पत्थरमा कोरिएको हुँदैन। हरेक महिना हेर्नुहोस् कि मैले प्रगति गरेँ, के परिवर्तन गर्नुपर्छ, रोकिनुहोस्, तर सुधार गर्दै अघि बढ्नुहोस्। मित्रहरू, भविष्य योजना बनाउँदा फाइदा के छन्? नम्बर 1 मा रहेको छ फोकस बढाउँछ। जब तपाईँलाई थाहा हुन्छ कि तपाईँ कहाँ जानुहुन्छ, तपाईँको ध्यान त्यहीँ केन्द्रित हुन्छ। डिस्ट्र्याक्ट हुने सम्भावना कम हुन्छ। दोस्रो नम्बरमा रहेको छ आत्मविश्वास बढाउँछ। प्लान बनाएर काम गर्दा हरेक सानो सफलता तपाईँको आत्मबल बढाउँछ। तेस्रो नम्बरमा रहेको छ जोखिम घटाउँछ। जब तपाईँको योजना हुन्छ, तपाईँ अगाडिका सम्भावित समस्याहरू पहिले देख्न सक्नुहुन्छ, यसले तपाईँलाई सजग बनाउँछ। अनि चौथो नम्बरमा रहेको छ जीवनमा अर्थ ल्याउँछ। योजना भएको जीवनको अर्थ हुन्छ जुन दिन तपाईँ बिहान उठेर भन्न सक्नुहुन्छ, आज म के गर्नुपर्छ। त्यो दिन तपाईँ हार्न सक्नुहुन्न। साथीहरू, योजना बिना सपना अधुरो हुन्छ। आज समय निकालेर आफ्नो भविष्यको खाका कोर्नुहोस्। सपना देख्नुहोस्, तर योजना बनाउँदै अघि बढ्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को प्रेरणादायी भिडियोमा।